म तपाईहरुसँग आज एउटा कुरा के शेयर गर्न चाहन्छु भने पैसाको बारेमा, जो कि हामी सबैले म्यानेज गर्न जान्दैनौं के। पैसा कमाए पनि तर हामीले लाइफमा कसरी त्यसलाई चाहिँ बचाउने, कसरी इन्भेस्ट गर्ने सिक्दैनौं के। हामीलाई स्कुलमा पनि सिकाउँदैन। अनि मेरो चाहिँ आज क्याफेमा काम निप्टाएर, खेतमा काम थियो, जाली लगाउने काम थियो, त्यसलाई निप्टाएर चाहिँ म पहिला खानासाना बनाएर, मोमो बनाएर चाहिँ म आफ्नो खेततिर लागेको के है। अनि यही बीचमा मैले चाहिँ के सोचे भने आफूले गरेको गल्ती चाहिँ म तपाईहरुसँग शेयर गर्छु के पैसाको बारेमा। नम्बर 1, हामीले पैसा जम्मा गरेर मात्रै बन्ने होइन के, पैसालाई इन्भेस्ट गर्न पनि सिक्नुपर्छ है। नम्बर 2, सही ठाउँमा लगाएको पैसाले अरु पैसाको खेती गर्दछ। पैसालाई काममा लगाइनु भने त्यो पैसा सकिएर जान्छ है। पैसा कमाउनु भन्दा पनि बढी इम्पोर्टेन्ट पैसालाई बढाउने काम चाहिँ हो के। तर हामीहरूले के गर्छौं भने पैसालाई कमाउन त कमाउँछौं, नकमाउने होइन, 10,000 20,000 कमाउँछौं, तर हामीले चाहिँ के गर्छौं भने बचाउन चाहिँ जान्दैनौं के। हामीले बहाना बनाउँछौं। अब 10,000 कमाउने मान्छेले 1000 रुपैयाँ जम्मा गर्न सिक्नुपर्छ। हामीले के सोच्छौं भने धेरै पैसा आयो भने अनि बल्ल हामी जम्मा गर्छौं, सोच्छौं, र त्यो धेरै पैसा कहिले पनि आउँदैन। मैले आफ्नो लाइफमा पनि धेरै गल्तीहरू गरे, तर अब चाहिँ मैले के गरेको छु भने इन्भेस्ट गर्न सिकेको छु के। अब मैले मानौ 5 लाख रुपैयाँ कमाएको छु भने मैले 2.5 लाख रुपैयाँ चाहिँ आफ्नो लागि खर्च गर्छु हैन। आफुलाई लुगा लत्ता जे पनि किन्न मन लाग्छ अथवा कहीं जान मन लाग्छ भने गयो। अनि 2.5 लाख चाहिँ मैले के गर्छु भने फेरिबाट त्यसलाई रिइन्भेस्ट गरिदिन्छु। अब इन्डियातिर चाहिँ एउटा पीपीएफ अकाउन्ट भन्ने हुन्छ, त्यसमा मैले बच्चाहरुको अकाउन्ट खोलेको छु। म्युचुअल फन्डमा पनि इन्भेस्ट गर्छु, शेयर मार्केटमा पनि लगाएको छु। तर मैले यो सुरुवात चाहिँ ढिलो गरे के। अलि पहिले गर्दिएको भए चाहिँ धेरै नै अगाडि बढ्थे होला है। तर के गर्नु, अब ढिलो समझ आयो। हवस् त, भेटुला नेक्स्ट भिडियोमा। थ्यांक यू।